सब युवालाई झन्डा झन्डा र त्यो पट्टा एकछिन हामी होड्छौँ सबले गरौँ सब गाड्नुभन्दा पछाडि हामीसँग युवाहरू जोडिने क्रम जारी छ चेन्जी पुस्ताहरू जोडिने क्रम जारी छ नागरिक जोडिने क्रम जारी छ अब यो ऐतिहासिक आन्दोलनको रूपमा अगाडि बढ एकदम अनुशासित भएर घुसपैठ होला ध्यान दिनु होला हाम्रो आन्दोलन शान्तिपूर्ण हो कतैबाट घुसपैठ नहोस् हाम्रो स्वयंसेवक साथीहरू एकदम चनाखो हुनु होला एकछिन होल्ड है साथीहरू पछाडि जोडिन्छन् आउँदैछन् है केटाहरू हाम्रो त्यो चाबी कोसँग छ चाबी दिनु होला एकछिन हाम्रो झन्डा भएन यहाँ रोड कभर गरेर सम्पूर्ण साथीहरूले रोडलाई कभर गरेर हिँड्नु होला अब हामीले यो राजाको लागि गरेको आन्दोलन शान्तिपूर्ण छ तोडफोड हुँदैन तर रोड चाहिँ कभर हुन्छ है मास ठुलो भएको कारणले रोड चाहिँ कभर हुन्छ अहिले तपाईँले त्यहाँ रत्नमारमा हेर्नुहोस् त एमाले सबै रत्नमार कभर गरिरहेको छ अनि प्रहरी साथीहरू कोर्डिनेट गर्नुहोस् यो रोड कभर हुन्छ रोड कब्जा गर्छौँ हामी अनि हामी शान्तिपूर्ण गर्छौँ त्यो प्रहरी साथीहरूले कोर्डिनेसन गर्नु होला जबरजस्ती गर्ने काममा रोड कभर हुन्छ आदरणीय युवा साथीहरू रोड कभर हुन्छ रोड अब आज अगाडि बढौँ हामीलाई हतार छैन है सक्नु आदरणीय साथीहरू आज हाम्रो यो र्याली अहिंसात्मक हुनेछ हामी बिस्तारै छौँ र पछाडि रहनुभएका बाइकमा बस्नुभएका साथीहरू पछाडि लाइनबद्ध भएर आउनु म अनुरोध गर्दछु साथीहरू कसैको सिट खाली छ भने त्यहाँ भएका साथीहरूलाई कोही बाइकमा डबल बस्नु भएको छ भने बाइकबाट झरेर हामीलाई साथ दिनुहोस् हामी यहाँबाट चाबेलसम्म जानेछौँ यहाँहरूको सानो सहयोगले पनि राज संस्था स्थापना गर्न महत्त्वपूर्ण योगदान दिनेछ हामी सबैले भनौँ हाम्रो राजा हाम्रो देश चाहियो संघीयता खारेज गर यो बाइक अलिकति अगाडि गाडी अलिकति अगाडि है यहाँ 5 मिनट जति खाली राखौँ यो ब्यानर भन्दा अगाडि साथीहरूलाई मेरो आग्रह र हामीले अरूलाई डिस्टर्ब गर्ने काम नगरौँ हामी हाम्रो र्यालीलाई एकदम साथीहरू अगाडि बढाउँ अलिकति हाम्रो अगाडि यो ब्यानर खाली हुनु पर्यो साथीहरू क्रमबद्ध रूपमा हामी एकदम अनुशासित ढङ्गले अगाडि बढाउँ हाम्रो राजा हाम्रो देश मिडिया कर्मी भन्दा अरू साथीहरू पछाडि बस्छौँ है 1-2 जना मिडिया कर्मी र बाहेक यी 5 मिटर अगाडि छौँ र अरू सबै पछाडि हटाउँ र यो ब्यानरलाई चाहिँ देखिँदै गरेर राखौँ हाम्रो राजा हाम्रो देश नेपाली जनता के भन्छ गणतन्त्र मुर्दाबाद भ्रष्ट दलाल होसियार नेपाली जनता के भन्छ नेपाली जनता के ब्यानर सिधा गरौँ साथीहरू एकछिन ब्यानर सिधा गरौँ यो ब्यानरलाई सिधा गरौँ है सब सिधा गरेर हिँडौँ एकछिन होल्ड गर्नुहोस् त प्लिज एकछिन होल्ड लाइन मिलाउनुहोस् अलिकति सर्नु अलिकति ल धन्यवाद हाम्रो सुरक्षाकर्मी साथीहरूलाई पनि धेरै धन्यवाद छ हाम्रो राजा हाम्रो देश गणतन्त्र मुर्दाबाद भ्रष्ट दलाल होसियार संघीयता खारेज गर भ्रष्टाचारलाई कारबाही गर अलि बिस्तारै है हामी अलिकति अगाडि भयो अलि बिस्तारै आफ्नो दायाँ बायाँ रहेको साथीहरूलाई याद गरौँ यो लाइन मिलाएर आफ्नो दायाँ बायाँ हाम्रो राजा हाम्रो देश हाम्रो भाषा हाम्रो देश हाम्रो भाषा हाम्रो देश श्री 5-12 दिन सरकारको हाम्रो भाषा हाम्रो देश सबैभन्दा राम्रो हाम्रो भाषा हाम्रो देश सबैभन्दा राम्रो श्री
जेएनजी भाइ बहिनीहरू च्यानल गेट बनाउन अगाडि आउनुहोस् त प्लिज जेएनजी बहिनीहरू अगाडि आइदिनुहोस् मागलाई सम्बोधन गर जेएनजीको मागलाई सम्बोधन गर बाइकहरु पछाडि बसेर अगाडि बसेको बाइकहरू पछाडि आइदिनु होला हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश यसको डोलर होसियार एकछिन होल्ड गरौँ त रेडीलाई एकछिन होल्ड गरौँ हाम्रो बुढी भएको आमाहरू आउनु भएको छ बाटो क्रस गर्न लाग्नु भएको छ एकछिन होल्ड हो धन्यवाद हाम्रो त्यो कर्तव्य पनि हुन्छ बुढाबुढीलाई बाटो क्रस गराइदिने हामी देश हट्दा हौ हाम्रो राजा हाम्रो देश सिद्धाचार्य सरकारको हाम्रो भाषा हाम्रो देश सबैभन्दा राम्रो छ हाम्रो भाषा हाम्रो देश सबैभन्दा राम्रो छ दुर्गा प्रसाद दुर्गा प्रसाद फोन राख के अनि आनन्दले चलाउन पाइन्छ क्या धेरै लास्टमा बसेर के गर्ने फेरि किन होइन धेरै पछाडि बसेर जानै छ नि हामी त अगाडि जाने झ्यार पारै छ एकदम
सूर्य भन्ने गाना लगाइदिनुहोस् त सरकार। हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष, सबैभन्दा राम्रो छ हाम्रो भाषा हाम्रो भेष, सबैभन्दा राम्रो छ हत्यारालाई कारबाहीमा जम अब सही ल्याउनु ल्याउनु यो फोन